गर्नुभयो नि उहाँको सेवकाई चाहिँ सुरुवातदेखि नै शक्तिशाली सेवकाई थियो एकदमै आत्माले भरिएको अनि बाइबलले पनि भन्छ जब यीशु ख्रीष्टले बप्तिस्मा लिनुभयो नि प्रियहरू अनि बप्तिस्मा लिएर बाहिर निस्कदै गर्दा पवित्र आत्मा चाहिँ ढुकुरको रूपमा यीशुमाथि आउनुभयो जब यीशु ख्रीष्टमाथि पवित्र आत्मा आउनुभयो नि यीशु ख्रीष्टले यति धेरै शक्तिशाली कुराहरू गर्नुभयो यति धेरै आश्चर्यको कुराहरू गर्नुभयो अनि बाइबलले भन्छ जब उहाँले सभाघरमा शिक्षा दिन थाल्नुभयो नि यति अधिकारसहित शिक्षा दिनुहुन्थ्यो क्या यति शक्तिशाली कुराहरू बताउनुहुन्थ्यो यीशु प्रभुले आफैले पनि अनि त्यहाँनिर चाहिँ जब यीशु ख्रीष्टले शिक्षा दिन थाल्नुभयो नि यो शिक्षा दिँदै गर्दा उहाँसँग हुनेहरू मानिसहरू भिडले चाहिँ उहाँलाई के भन्न थालेन होइन यो मान्छे त त्यही सिकर्मी होइन त त्यही सिकर्मीको छोरो होइन त त्यही हाम्रै साथीको दाइ भाइ होइन त यो अब मानिसले यीशु ख्रीष्टलाई चाहिँ आफ्नो प्रकारले जज गर्दैछ प्रियहरू आफ्नो प्रकारले यीशु ख्रीष्टलाई बताउँदैछ अनि त्यहाँनिर यहाँसम्म बाइबलले भन्छ कि यो मान्छे त्यही हाम्रो साथीहरूको दाइ भाइ होइन त भनेर उनीहरूले भन्दैछ सुन्नुहोस् है यहाँनिर यस्तो मजाको शब्दहरू लेखेको छ जब यीशु ख्रीष्टलाई ती मानिसहरूले भन्दैछ के कस्तो भन्दैछ भने के यो मान्छे त्यही सिकर्मी होइन त अथवा के यो मान्छे त्यही मान्छे सधैँ हामीले देखिरहेको मान्छे होइन त अनि यहाँनिर अर्को शब्द यिनीहरूले के भन्छ भने यिनलाई दिएको यो ज्ञान कस्तो हो अथवा यस मानिसलाई यी सब शक्तिशाली कुरा गर्न कसले सिकायो अथवा कहाँबाट आयो अब यीशु प्रभुलाई मान्छेले आफ्नो प्रकारले जज गर्दैछ यीशु प्रभुलाई मान्छेले आफ्नो प्रकारले व्याख्या गर्दैछ यीशु प्रभुलाई मान्छेले आफ्नो प्रकारले चाहिँ उहाँलाई भनिरहेको छ उहाँ यस्तो हो उहाँ उस्तो यो मान्छे यो हो यो हलानो यो फलानो हो किनभने यी मानिसले यीशु प्रभुलाई जसरी चिनेको थियो नि त्यसरी व्याख्या गरिरहेको छ अनि यहाँनिर तल तपाईँ हेर्नुभयो भने के यिनी त्यही सिकर्मी होइनन् र के यिनी त मरियमका छोरा तथा याकुब योसेफ र यहुदा र सिमोनका दाजुहरू होइनन् के यिनका बहिनीहरू हामीसँगै छैनन् र के यिनका बहिनीहरू हामीसँग छन् अनि तिनीहरू चाहिँ उहाँसँग चिडिए भन्छ बाइबलले चाहिँ अनि यी मानिसहरूले यीशु प्रभुलाई आफ्नो प्रकारले अब व्याख्या गर्दैछ प्रिय जवानहरू प्रिय मण्डली तपाईँ जो जति यहाँ जोडिनु भएको छ जहाँ जहाँबाट जोडिनु भएको छ आज बेलुका हामी एउटा कुरा हेर्नेछौँ तपाईँ र मैले हाम्रो प्रभुलाई कसरी चिनेका छौँ सेम सँगै पढेको साथी हुनसक्छ सँगै सहयात्रा गर्ने साथीहरू हुनसक्छ अथवा तपाईँ एउटै टिममा रहेर काम गर्ने साथी हुनसक्छ हरेक व्यक्तिको यसुलाई चिन्ने तरिका चाहिँ फरक हुन्छ जसरी मैले यसु प्रभुलाई चिनेको छु अर्काले पनि त्यसरी चिन्छ भन्ने हुँदैन जसरी मैले यसु प्रभुको बारेमा व्याख्या गर्छु नि मैले जसरी परमेश्वरको बारेमा मैले व्याख्या त्यसरी अर्काले गर्छ भन्ने पनि हुँदैन मेरो सम्बन्ध प्रभुसँग जति नजिक छ नि मैले त्यस प्रकारले गर्छु अनि तपाईँको सम्बन्ध प्रभुसँग जति नजिक छ त्यस प्रकारले तपाईँले प्रभुको विषयमा तपाईँले भन्न सक्नुहुन्छ अथवा जति सम्बन्ध नजिक छ नि त्यति धेरै गहिरो सम्बन्ध बढ्दै जान्छ प्रियहरू आमेन जब तल हेर्दै जानुभयो भने 5 पदले भन्छ र उहाँले त्यहाँ कुनै रोगीमाथि आफ्नो हात राखेर तिनीहरूलाई निको पार्ने बाहेक अरू केही गर्न सक्नु भएन किन भन्नुहुन्छ भने ती मान्छेले यीशु प्रभुलाई चिनेकै थिएनन् ती मान्छेको विश्वास त यसुप्रति थिँदै थिएन यसुलाई ती मान्छेले कसरी व्याख्या गर्दै थियो भने यो मान्छे त सिकर्मी त हो नि यो मान्छे त याकुबको दाजु त हो नि यसको बहिनीहरू त हाम्रै साथीहरू हुन् नि त्यही सिकर्मीको छोरो होइन त्यही मरियमको छोरो होइन यो कसरी गर्न सक्छ यसले यसको हातबाट यो कार्य कसरी हुन सक्छ मान्छेको विश्वासलाई जब यसुले देख्नुभयो नि प्रियहरू ती भिडको विश्वासलाई जब यसुले देख्नुभयो नि कुनै पनि कुरा गर्न सक्नु भएन अनि बाइबलले भन्छ कुनै बिरामीलाई निको पार्ने बाहेक यसु प्रभुले केही गर्न सक्नु भएन अनि 6 पदले भन्छ तिनीहरूको अविश्वासलाई देखेर उहाँ छक्क पर्नुभयो प्रिय जवानहरू आज हामीले यसु प्रभुलाई कसरी चिन्दैछौँ प्रभुसँगको हाम्रो सम्बन्ध कस्तो छ हामी कुरा धेरै ठुलो गर्छौँ होला अथवा हामी कुरा सानो गर्छौँ होला तर हाम्रो सम्बन्ध जस्तो छ नि हामी प्रभुलाई जति नजिकबाट चिन्छौँ नि तपाईँ र मेरो जीवनमा त्यति धेरै कामहरू हुँदछ प्रियहरू हाम्रो बोलीले भन्दा हाम्रो सम्बन्धले चाहिँ ठुलो प्रभाव पार्छ के तपाईँ र मैले भनौँला अथवा म त खतरा मान्छे हो म त खतरा सेवा गर्छु अथवा म त वचन बोलेँ भने मान्छेले यति मजाले बुझ्छ हामी भन्न सक्छौँ तर तपाईँ र मैले प्रभुलाई कति नजिकबाट चिनेका छौँ त्यो सम्बन्धको आधारमा हाम्रो जीवन चाहिँ बिस्तारै आशिषित बन्दै जान्छ के हाम्रो सेवकाई चाहिँ बिस्तारै बढ्दै जान्छ जति तपाईँले प्रभुलाई नजिकबाट चिन्नुहुन्छ नि आज धेरै मण्डलीमा नि हामी यीशु प्रभुलाई आफ्नो प्रकारले व्याख्या गरेका कारण हामीले यीशु प्रभुलाई सीमित राखेका छौँ के अनि यीशु त प्रभु परमेश्वर हुनुहुन्छ नि होइन
यसो त परमेश्वरको पुत्र हुनुहुन्छ नि, उहाँ 100% मानिस हो, उहाँ 100% परमेश्वर हो। तर हामीले यसो प्रभुलाई व्याख्या गर्दै गर्दा अथवा यसो प्रभुलाई हामीले सीमित राखेका छौँ के। तपाईँ हेर्नुभयो भने जस्तै बिरामीको प्रार्थना गर्नु भने हामी के भन्छौँ, ओहो भूत लागेको मान्छे त यसुमा निको हुन्छ, जस्तै रोग लागेको मान्छे हो भने त हस्पिटल लानुपर्छ। अरे बाइबलले त भन्छ यसुमाथि विश्वास गर्नेहरूले त बिरामीलाई हात राख्दा पनि निको हुन्छ त, भूत पनि भाग्छ। बाइबलले त भन्छ रोगीहरूलाई निको पार्छौ, मुर्दा बिउताउँछौ, लङ्गडालाई हिँडाउँछौ, सब थोक गर्छौ भन्छ बाइबलले। हामीले आफ्नो प्रकारले यसुलाई अब सीमित बनाउँदैछौँ क्या। हामीले आफ्नो प्रकारले यसुलाई चाहिँ एउटा निश्चित बिन्दुमा राखेर नि प्रभुले यो गर्न सक्नुहुन्छ, प्रभुले यो चाहिँ गर्न सक्नुहुन्न, यो भएको चाहिँ प्रभुबाट हुनसक्छ, यो चाहिँ हुन सक्दैन। तब जब बाइबलमा हेर्नुहुन्छ नि यसु ख्रीष्ट जब चेलाहरूलाई पठाउनु भयो, जब यसु ख्रीष्टले पठाउनु भयो अनि उहाँ केही समय पछि आउनुभयो अनि यसु ख्रीष्ट पानीमाथि हेर्दै गर्दा नि पत्रुसले अनि उसको साथीहरू जब यसु ख्रीष्टलाई देखे नि अनि पत्रुस उसको साथीहरू चाहिँ यसु ख्रीष्टलाई चाहिँ भूत आयो भूत भनेर तर्सेको हामी बाइबलमा देख्छौँ नि होइन। किनभने चेलाहरूलाई यो समय थाहा थियो कि पक्कै भूत चाहिँ पानीमाथि हिँड्न सक्छ, यसो त हिँड्न सक्नुहुन्न। अब यसुलाई चाहिँ उनीहरूले चाहिँ आफ्नो दिमागभित्र आफ्नो सानो एरियाभित्र चाहिँ राखेका थिए कि यो पानीमाथि हिँड्ने त भूत पो हुनसक्छ, यसो प्रभु हिँड्नै सक्नुहुन्न नि त। पत्रुस उसको साथीले यसो एउटा क्राइट एरियाभित्र राखेको थियो कि बाँधेर हो। उनीहरूले व्याख्या कसरी हिँड्न सक्छ यसो ख्रीष्ट पानीमाथि, अनि उनीहरू चाहिँ आत्तिएर अनि कराउँदैछ भूत आयो भूत भनेर। अनि यसो प्रभुले ए अल्पविश्वासीहरू म हो नि। अनि जब यसु ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा थाहा पाए नि त्यही पनि विश्वास छैन। अनि पत्रुसले भन्छ यदि साँच्चै तपाईँ प्रभु नै हो भने मलाई आज्ञा दिनुहोस् न, म तपाईँ कहाँ आउन चाहन्छु। यसु प्रभुले भन्नु आइज। अनि पत्रुस आफू चढेको डुङ्गाबाट हाम फाल्यो अनि पानीमाथि हेर्दै गरेको हामी देख्छौँ। प्रियहरू हामीले हाम्रो प्रभुलाई चाहिँ धेरैचोटि सीमित बनाएर राखेका हुन्छौँ। हाम्रो प्रभुलाई हामीले एउटा निश्चित केन्द्रबिन्दुमा प्रभु यतिसम्म गर्न सक्नुहुन्छ है हाम्रो जीवनमा। जब हामीले ठुलो सपना देख्छौँ नि हामीलाई लाग्छ ओहो यो त प्रभु पुरा गर्न सक्नुहुन्न कि क्या हो, अथवा यो कुरा त अब मेरो जीवनमा हुँदैन कि क्या हो, प्रभुले चाहिँ मेरो जीवनमा यतिसम्म दिन सक्नुहुन्छ, योभन्दा बढी त प्रभुले गर्न सक्नुहुन्न है। हामीलाई बेला बेला त्यस्तो लागिरहेको हुनसक्छ क्या। आजको दिन म तपाईँलाई उत्साह दिन चाहन्छु। अब जवान पुस्ताहरू धेरैजना हुनुहुन्छ, प्रभुले तपाईँले प्रभुलाई जति नजिकबाट चिन्नु भएको छ नि तपाईँको विश्वास पनि त्यही लेभलको हुन्छ, तपाईँको अभिषेक पनि त्यही लेभलको हुन्छ हो। जुन विश्वासको लेभलमा तपाईँ हिँड्नुहुन्छ नि, जुन अभिषेकको लेभलमा तपाईँ हिँड्नुहुन्छ नि तपाईँको जीवनबाट त्यस्तै कुराहरू चाहिँ त्यस्तै ठुलो कुरा चाहिँ हुन्छ कि प्रिय। जति धेरै विश्वासमा तपाईँ जिउन थाल्नुहुन्छ नि, जति धेरै अभिषेकमा तपाईँ जिउन थाल्नुहुन्छ तपाईँको जीवनबाट त्यति शक्तिशाली कुरा हुन थाल्छ कि फेरि। यो सबै कुराको सुरुवात चाहिँ कहाँ हुन्छ, हामीले हाम्रो प्रभुलाई कति नजिकबाट चिनेका छौँ। यदि तपाईँ र मैले यति हाम्रो प्रभुलाई नजिकबाट चिन्ने हो भनेदेखि हाम्रो प्रभुसँगको सम्बन्ध चाहिँ कति घनिष्ठ बनिँदैछ भन्ने कुराले प्रभाव पार्छ कि। कति प्रार्थनामा हामी समय बिताउँदैछौँ, कति वचन अध्ययनमा हामी समय बिताउँदैछौँ, अथवा हामी कति आत्मिक रूपमा कसरी बनिँदैछौँ भन्ने कुरा चाहिँ प्रभाव पार्छ। प्रियहरू जवानहरू यो समय चाहिँ बनिने समय हो प्रभुसँग। जब तपाईँ बनिनुहुन्छ नि तपाईँलाई देख्दै गर्दा मान्छेले यो मान्छे चाहिँ बनिएको छ देख्छ नि, तपाईँले म आउँछु भन्नै पर्दैन कि उसले बोलाइहाल्छ। आमेन। कुनै पनि क्षेत्रमा तपाईँ सेवाकाईमा होस्, चाहे तपाईँ जबमा होस्, चाहे बिजनेसमा होस्, चाहे तपाईँ जुनसुकै संसारको जुनसुकै क्षेत्रमा तपाईँ त्यो क्षेत्रमा तपाईँ बनिनु भएको मान्छेले देख्छ नि, तपाईँले म आउँछु भन्नै पर्दैन कि त्यो मान्छेले तपाईँलाई देख्दै गर्दा यो मान्छे चाहिँ योग्य छ है, बनिसकेको छ भनेर उसले बोलाइहाल्छ क्या। त्यही भएर यो समय चाहिँ बनिने समय हो। प्रभु यीशुसँग प्रार्थनामा समय बिताउने, वचन अध्ययनको समयदेखि लिएर व्यावहारिक कुरामा थुप्रै कुरामा बनिने समय चाहिँ हो। आमेन। आज जुन विश्वासमा मण्डली खडा हुनुपर्ने हो नि, आज जुन विश्वासमा जवान पुस्ता खडा हुनुपर्ने हो नि त्यहाँ चाहिँ छैन कि आज। किनभने हामीले हाम्रो प्रभुलाई एउटा सीमित एरियामा एउटा सीमित क्षेत्रमा चाहिँ बाँधेर अथवा एउटा सीमित क्षेत्रमा राखेका छौँ। हामीलाई लाग्छ प्रभु त योभन्दा ठुलो काम गर्नै सक्नुहुन्न। जब तपाईँले प्रभुलाई नजिकबाट चिन्नुहुन्छ नि प्रभुले गर्न नसक्ने संसारमा केही कुरै छैन क्या। आमेन। संसारमा यस्तो थोक छैन जुन कुरा प्रभुले गर्नै सक्नुहुन्न। संसार भएको सब थोक प्रभु गर्न सक्नुहुन्छ जब तपाईँ र मैले चिन्छौँ नि प्रभुलाई। जस्तै तपाईँको छेउमा भएको बिरामी तपाईँलाई देख्नुहुन्छ नि, अनि तपाईँले बिरामीलाई देख्दै गर्दा लाग्छ प्रभुले यसलाई निका पार्न सक्नुहुन्छ। तपाईँलाई थाहा छ प्रभुले यसलाई निका पार्न सक्नुहुन्छ, तपाईँलाई विश्वास आउँछ नि तपाईँले गएर शिरमा हात राख्नुहुन्छ, त्यो निको हुन्छ क्या। आमेन। छेउमा रहेको विश्वास बिरामीलाई देख्दै गर्दा तपाईँलाई यो लाग्दैछ आमामा बिरामी त धेरै खतरा पो रहेछ,
यो बिरामीलाई यसो प्रब्लम निको पार्न सक्नुहुन्न, यो बिरामीलाई हस्पिटल पुर्याउनु पर्छ भन्ने तपाईँलाई जब लाग्छ नि, तपाईँले अब बिरामीलाई प्रार्थना गर्नुहुन्न के। बिरामी प्रार्थना गरे पनि तपाईँले त्यो बिरामीलाई छिटो छिटो हस्पिटल पुर्याउन थाल्नुहुन्छ, किनभने तपाईँले यसो प्रभुलाई तपाईँको विचारले सोच्दै हुनुहुन्छ प्रभुले यो त अब निको पार्नै सक्नुहुन्न के। त्यही भएर याद गरौँ, हामीले हाम्रो प्रभुलाई सीमित एरियामा नराखौँ, किनभने हाम्रो प्रभु चाहिँ परमेश्वर हुनुहुन्छ के। यीशु ख्रीष्ट चाहिँ परमेश्वर हुनुहुन्छ। परमेश्वरले गर्न नसक्ने संसारमा कुनै पनि थोक छैन प्रियहरू। जब तपाईँ त्यो विश्वासमा जिउन थाल्नुहुन्छ नि, जब तपाईँ त्यो सम्बन्धमा जिउन थाल्नुहुन्छ नि, अनि परमेश्वरले हाम्रो जीवनबाट शक्तिशाली कुराहरू गर्न थाल्नुहुन्छ। आमेन। यति शक्तिशाली नि, जुन कुरा तपाईँले मैले सोचेको पनि छैन होला के, जुन कुरा तपाईँले मैले कल्पना पनि गरेको छैन होला, त्योभन्दा अगाडि कुरा प्रभुले तपाईँले मेरो जीवनमा गर्न थाल्नुहुन्छ। आमेन। हामीले आँखाले नदेखेका कुराहरू, हाम्रो कानले नसुनेका कुराहरू, हामीले मनमा कहिले पनि कल्पना नगरेका कुराहरू प्रभुले तपाईँले मेरो जीवनमा गर्न थाल्नुहुन्छ। जब तपाईँ र मैले प्रभुलाई नजिकबाट चिन्छौँ अनि प्रभुलाई विश्वासका साथमा अनि हामी कदम चाल्छौँ भने नि तपाईँ र मेरो जीवनमा प्रभुले त्यो काम चाहिँ गर्नुहुन्छ। आमेन। आज जुन विश्वासमा मण्डली खडा हुनुपर्ने हो नि, आज जुन विश्वासमा मण्डली स्थापित हुनुपर्ने हो, आज जुन विश्वासमा जवानहरू तयारी हुनुपर्ने हो नि, धेरै जवान पुस्ताहरू चाहिँ त्यहाँ छैन क्या। दुःख लाग्ने कुरा यो चाहिँ हो, हामी चाहिँ छैनौँ। हामी बनिनुपर्ने क्षेत्र थुप्रै छ प्रियहरू। हाम्रो सम्बन्ध प्रभुसँग नजिक बनाउनु पर्ने क्षेत्र थुप्रै छ। हामी निर्माण हुनुपर्ने क्षेत्र थुप्रै छ, जुन क्षेत्रमा हामी चाहिँ बनिएकै छैनौँ। अनि हामीलाई लाग्छ म त सबै क्षेत्रमा पर्फेक्ट छु। अबको 10 वर्षपछि तपाईँले फर्केर हेर्नुहुन्छ नि, ओहो त्यो दिन मैले यो कुरा गरेको भए म अहिले चाहिँ यो अवस्थामा हुन्थेँ जस्तो लाग्छ क्या। बुझ्दै हुनुहुन्छ नि। अबको 20 वर्षपछि जब तपाईँले फर्केर हेर्नुहुन्छ नि जीवनलाई, चाहे सेवकाई होस्, चाहे बिजनेस होस्, चाहे तपाईँको व्यवसाय होस्, चाहे तपाईँको पढाइ होस्, चाहे तपाईँको जुनसुकै क्षेत्र होस्, जब तपाईँले फर्केर हेर्नुहुन्छ नि, ओहो यो क्षेत्रमा म बनिएको भए अथवा मैले यो क्षेत्रमा यसरी गरेको भए म आज यहाँ हुन्थेँ, तपाईँलाई लाग्दै गर्छ कि। आमेन। त्यस कारण प्रियहरू, ख्रीष्टसँगको सम्बन्धलाई यस्तो बनाउने हामी संसारले हेर्दै गर्दा पनि डाहा गरोस् के। आमेन। ख्रीष्ट र हाम्रो सम्बन्धलाई यस्तो बनाऊ, तपाईँको मेरो साथीले हेर्दा पनि डाहा गरोस् के। हो, तपाईँ र मलाई हेर्ने छिमेकीले पनि डाहा गरोस् न। हो, किनभने जति तपाईँको सम्बन्ध ख्रीष्टसँग नजिक हुन्छ नि प्रियहरू, तपाईँको विश्वास आफै अटोमेटिक बढेर आउँछ के। आमेन। जस्तो उदाहरणको निम्ति तपाईँसँग एउटा कुनै हतियार छ, मानुस खुकुरी छ, तपाईँलाई नजिकबाट खुकुरी तपाईँले चिन्नुहुन्छ, यो खुकुरीले काट्छ भन्ने थाहा पाउनुभयो भने तपाईँले मजाले घाँसहरू हुनसक्छ अथवा तपाईँले जुनसुकै कुराहरू काट्न सक्नुहुन्छ क्या। खुकुरीले काट्दै, खुकुरी भुत्तेको छ अथवा खुकुरीले काट्न सक्ने क्षमता छैन, तपाईँले खुकुरीलाई चिन्नुभएको छ भने तपाईँले ठुलो ठुलो कुरा काट्न थाल्नु होला, तपाईँ सक्नुहुन्न। त्यसले गर्दा तपाईँले प्रभुलाई त्यति नजिकबाट चिन्नुहुन्छ, तपाईँको जीवन प्रभुले त्यति ठुला कुराहरू गर्नुहुन्छ। आमेन। आज मण्डलीमा नि त्यही भएर यहाँनिर छ यसु प्रभुले, यहाँनिर यसु प्रभुको वचनले पनि भन्छ, उहाँले कुनै पनि आश्चर्य कर्महरू गर्न सक्नु भएन, किनभने त्यहाँको मानिसले उहाँलाई नजिकबाट चिन्नै सकेको थिएन। आज मण्डलीमा हामीले प्रभुलाई नचिनेको कारणले गर्दा नि तपाईँ र मेरो मण्डली चाहिँ आज जुन महिमामा बग्नुपर्ने हो, जुन अभिषेकमा बग्नुपर्ने हो, जुन एउटा तहमा, एउटा लेभलमा बग्नुपर्ने, हामी त्यहाँ चाहिँ पुग्न सकेको छैनौँ। तपाईँलाई थाहा छ, चर्चको पुलपिटमा भन्दा नि चोक चोक गल्ली गल्लीमा आज शक्तिशाली कुरा हुँदैछ क्या। प्रभुलाई विश्वास गर्ने नि, प्रभुमा भरोसा गर्ने पास्टर अगुवाको जीवनबाट भन्दा नि प्रभुलाई नचिन्ने एउटा वैद्य, एउटा धामी झाँक्रीको जीवनबाट चोक चोकमा शक्तिशाली कुरा हुँदैछ क्या। यति धेरै आश्चर्य कर्महरू हुँदैछ, तर चर्चमा एउटा प्रभु जिउँदो परमेश्वरलाई विश्वास गर्ने पास्टरले भन्छ, कहाँ छ अगमवक्ता, कहाँ छ प्रेरित, कहाँ हुन्छ अहिले चर्चमा आश्चर्य कर्महरू, बरु हस्पिटल पठाउ न। यस्तो समस्या हुँदैछ क्या अहिले मण्डलीभित्र। मण्डलीमा नि, मण्डली त पुलपिट, मण्डलीको चर्च यस्तो हुनुपर्ने नि, जस्तो मान्छे आए पनि निको भएर जाने ठाउँ होस् कि चर्च चाहिँ, जस्तो समस्याको मान्छे आओस् नि, अनि समाजले देख्दै गर्दा पनि भन्नुहोस् न, ओहो फलाना ठाउँमा यस्तो ठाउँमा लैजाउँ न। आमेन। किनभने जब तपाईँ र म त्यो लेभलमा बढ्छौँ नि प्रियहरू, त्यो लेभलमा हामी अघि बढ्छौँ अनि त्यो लेभलमा पुग्छौँ नि, तपाईँले मेरो गवाई चाहिँ तपाईँले मैले होइन, अब समाजले दिने हो क्या। आमेन। तपाईँ र म जुन महिमामा बग्छौँ नि प्रियहरू, तपाईँ र मैले होइन नि गवाई दिने, समाजले दिने हो क्या। तपाईँ र मेरो चर्च चाहिँ जुन महिमामा बग्दैछ नि, जुन महिमामा कुद्दैछ नि, त्यो गवाई चाहिँ अर्को चर्चले दिँदै गरेको हुन्छ क्या। तपाईँले सुन्नु होला नि, थुप्रै घटनाहरू तपाईँ हेर्दै गर्नुभयो भने नि, कुनै पास्टरको विषयमा कसै पास्टरले गवाई दिइरहेको हुन्छ, कुनै चर्चको बारेमा कुनै चर्चले गवाई दिइरहेको हुन्छ।
कसरी भन्दै गर्दा जुन चर्च एउटा शक्तिशाली रूपमा चल्दैछ नि, जुन पास्टरहरू एउटा महिमामा बग्दैछ, जुन अभिषेकमा बग्दैछ नि, उनीहरूको बारेमा कसै न कसैले त गवाही बाँटिरहेको हुन्छ क्या। किनभने थाहा छ नि उसको जीवनबाट केही न केही हुँदैछ। आमेन। प्रिय मण्डलीहरू, आज तपाईँ र मेरो चर्च चाहिँ त्यस्तो चर्च होस् जहाँ चाहिँ आश्चर्य कर्म होस् के। तपाईँ र मेरो मण्डली चाहिँ त्यस्तो मण्डली जहाँ चाहिँ आशा होस् कि हरेक मान्छेलाई, चाहे विश्वास गर्ने चाहे विश्वास नगर्ने मान्छेलाई पनि यस्तो होस् कि चर्चमा जानुपर्छ, चर्चमा गयो भने त निको हुन्छ, चर्चमा गयो भने त आशिष पाउँछ, चर्चमा गयो भने त सहायता गर्छन्। आमेन। कोही दुःखी अथवा बिरामीहरू अथवा कुनै समस्यामा परेको मान्छेलाई पनि यस्तो होस् कि चर्चमा जाउँ न, चर्चले त सहायता गर्छ नि। आमेन। जब तपाईँ आत्मिक रूपमा बढ्नुहुन्छ तपाईँले शरीरमा पनि अथवा आर्थिक रूपमा पनि सहायता गर्न सक्नुहुन्छ। आमेन। प्रिय मण्डली, प्रिय जवानहरू, तपाईँ र म त्यो लेभलको जवान हो, त्यो पुस्ताहरू हो जसले चाहिँ अब शक्तिशाली कुराहरूलाई हामी रोज्नुपर्छ। शक्तिशाली कुराहरूलाई रोज्नको निम्ति नि तपाईँ र मेरो सम्बन्ध चाहिँ ख्रिस्टसँग त्यति नजिक हुनुपर्छ। अहिले समाजमा एउटा समस्या आइरहेको तपाईँलाई थाहै छ होला। थुप्रै अहिले एउटा आत्माको सेवकाई गर्ने पुस्ताहरू, हिलिङको सेवकाई गर्ने पुस्ताहरू, धेरै जसो हिलिङको सेवकाई गर्ने मान्छेले नि अहिले चाहिँ ख्रिस्टलाई भन्दा पनि चङ्गाइलाई मात्रै प्रचार गरिरहेको छ कि। तपाईँलाई थाहा छ बाइबलले भन्छ पवित्र आत्माले सधैँ ख्रिस्टलाई उचाल्नुहुन्छ। पवित्र आत्माले कहिले पनि उहाँको आफ्नो महिमा लिनुहुन्न क्या। बाइबलमा हेऱ्यो भने सबै खण्डमा जब तपाईँले बाइबलमा हेर्नुहुन्छ पवित्र आत्माले सधैँ ख्रिस्टलाई महिमित पार्नुहुन्छ। अनि पवित्र आत्माको सेवा गर्ने मान्छेले प्रभु येशूलाई होइन, उहाँ आफै चाहिँ उचालिरहेको कुराहरू हामी देख्छौँ। किन भन्दा प्रभु येशूलाई नजिकबाट चिन्नु नसकेको कारणले गर्दा, प्रभु येशूसँगको सम्बन्ध नि त्यति घनिष्ठ नभएको कारणले गर्दा हामी प्रभु येशूलाई टाढा ओझेलमा राखेर हामी चाहिँ हिलिङको सेवाकाई गरिरहेको हुन सक्छौँ। त्यही भएर बाइबलमा प्रभु येशूले भन्नुभयो तिमीले अन्य भाषामा बोलाउला अथवा तिमीले भूत निकालाउला, तिमीले जेसुकै गरौला, तर म भन्ने छु म तिमीलाई चिन्दिनँ को। किन भन्दा त्यस्तै कुरा हुनसक्छ कि बाइबलमा हेऱ्यो भने ख्रिस्टलाई उचाल्नु पर्ने ठाउँमा, ख्रिस्टसँगको सम्बन्धलाई घनिष्ठ बनाउने ठाउँमा नि हामीले सेवाकाईलाई धेरै स्थान दिन थाल्यो भने नि, हाम्रो जिम्मालाई धेरै स्थान दिन थाल्यो भने नि धेरैचोटि प्रभुले हामीलाई छडी लाउनुहुन्छ। धेरै सेवकहरू हामी हेऱ्यो भने सेवकाई 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 प्रार्थना गर्ने टाइम पनि हुँदैन कोही कोही सेवकहरू कि। प्रभुसँगको व्यक्तिगत समय बिताउने समय पनि हुँदैन धेरैजनाको त। आज यहाँ, भोलि यहाँ, बिहान यहाँ, बेलुका यहाँ, जुम सङ्गति, अनलाइन सङ्गति, प्रार्थना सङ्गति, मेसेन्जर सङ्गति, जवान सङ्गति, दिदीबहिनी सङ्गति, बाल सङ्गति, दाजुभाइ सङ्गति, जागृति सेवा गर्दा गर्दा प्रभुसँगको सम्बन्ध बिताउने ठाउँ पनि हुँदैन, प्रभुसँग प्रार्थना गर्नेको समय पनि हुँदैन कतिजनाको। यति धेरै सेवकाई हुन्छ नि, तर प्रभु चाहेको चाहिँ सेवकाई भन्दा पहिलो स्थान चाहिँ प्रभुसँगको सम्बन्ध चाहिँ घनिष्ठ बनाउनु हो क्या। आमेन। जब प्रभुसँग तपाईँको सम्बन्ध नजिक हुन्छ नि तपाईँको सेवकाई अटोमेटिकली आशिषित हुन्छ कि, तपाईँको सेवकाई अटोमेटिक बढेर जान्छ। अनि प्रभुको वचनले पनि स्पष्ट भन्छ यहाँनिर चाहिँ, प्रभुले पनि भन्नुभयो, बाइबलमा साह्रो मजा कुरा हेरेर भन्नुभयो। अनि उहाँ प्रभु तिनीहरूको विश्वास दिएको छक्क पर्नुभयो, किनभने तिनीहरूसँग विश्वासै थिएन। येशू प्रभुलाई आफ्नै प्रकारले व्याख्या गर्दै थिए। तपाईँ जब यूहन्नाको पुस्तक 11 अध्यायमा हेर्नुहुन्छ नि, 11 अध्यायको 35 पदमा लेखेको छ येशू रुनुभयो। तब जब सुरुदेखि त्यो खण्ड पढ्दै जानुभयो भने स्पष्ट लेखेको छ त्यहाँ चाहिँ मार्था र मरियमको भाइ अथवा दाजु लाजरस मरिरहेको थियो। यो खबर येशू कहाँ पठाइयो अनि येशू चाहिँ अझै केही दिन त्यही बिताउनु भयो, आउनु भएन। जब येशू आउनु भयो नि लाजरस मरेर पनि च्यानमा गाडेको अवस्थामा थियो। जब येशू आउनुभयो अनि मार्था र मरियमले भन्छन् प्रभु तपाईँ यहाँ भएको भए त हाम्रो दाजु मर्नै थिएन, हाम्रो भाइ मर्नै थिएन, किन तपाईँ यत्रो दिनसम्म नआएको? अनि येशू प्रभुले भन्नुभयो नि कि तिमी विश्वास गर्छौ? यदि तिमीले विश्वास गर्यो भने तिम्रो भाइ जी उठ्छ, तिम्रो भाइ फेरि बिउतन्छ। तर मार्था र मरियमले येशू प्रभुले भनेको कुरा बुझ्दै बुझेनन्, किनभने यिनीहरूले येशूलाई चिनेकै थिएनन् कि त्यति नजिकबाट। उनीहरूले भन्छन् तपाईँको दोस्रो आगमनमा फेरि उठ्छ, हामीलाई थाहा छ प्रभु। तर येशूले भन्दैन थियो यस घडी नै अहिले उठ्छ भन्दै हुनुहुन्थ्यो। तर यी मार्था र मरियमले के भन्दै थिए? तपाईँको दोस्रो आगमनमा उठ्छ नि, फेरि पुनरुत्थान हुन्छ भन्दै थिए कि। अनि त्यो त्यत्रो भिड थियो, येशूको चेलाहरू थिए त्यहाँनिर चाहिँ येशूलाई पछ्याउने थिए, येशूबाट निको भएका मानिस थिए। सबै मान्छेको जब हृदयलाई उहाँले देख्नुभयो नि बाइबल भन्छ उहाँ चाहिँ व्याकुल हुनुभयो अनि येशू रुनुभयो। अनि येशू रुनुको कारण नि त्यहाँनिर चाहिँ बाइबलले भनेको यो भनेको छैन कि लाजरस मरेको थियो यस कारण रुनुभएको होइन नि। येशू रुनुको एउटा मात्रै कारण थियो, त्यत्रो भिडले येशूलाई चाहिँ चिनेकै थिएन के।
येशू प्रभुले 1 सेकेन्डमा लाजरसलाई बिउताउन सक्नुहुन्छ भन्ने कुरा उनीहरूले थाहा थिएन, किनभने उनीहरूले येशूलाई चिनेकै थिएन। यदि उनीहरूले येशूलाई साँच्चै चिनेको थियो भने उनीहरूले विश्वास गर्न सक्थ्यो। प्रभुले भन्नुभयो त मार्था मरियमलाई, साँच्चै तिमीले विश्वास गर्यो भने तिम्रो भाइ फेरि बिउतिर उठ्नेछ भन्दै गर्दा पनि उनीहरूले विश्वास गरेको छैन। जब तिनीहरूको हृदयलाई देख्नुभयो नि प्रभुले, उहाँ चाहिँ व्याकुल हुनुभयो अनि रुनुभयो भन्छ बाइबलले। त्यत्रो भिडले येशू प्रभुलाई चिनेकै थिएन प्रियहरू। कसैले पनि चिनेको थिएन येशू प्रभुले केसम्म गर्न सक्नुहुन्छ भनेर। येशूले केसम्म गर्न सक्नुहुन्छ भन्ने कुरा थाहै थिएन कसैलाई पनि। अनि भिड ल्याएर भन्छ अब हो अब के गर्नुहुन्छ यसले, कसैले भन्छ यी मानिसले येशूलाई, यी मानिस त मुर्दा पनि बिउन सक्छ। अब कसै आफ्नै प्रकारको व्याख्या छ कि त्यहाँनिर चाहिँ। त्यहाँनिर येशूका चेलाहरू मात्रै थिएनन्, भिडहरू थुप्रै खालका मानिसहरू थिए, पुजारीहरू थिए, सान्त्वना दिन आएका मानिसहरू थिए, किनभने लाजरस त मरिसकेको थियो नि त बाइबलले भने। प्रिय जवानहरू, प्रिय प्रभुको प्रियहरू, आज हामीले प्रभुलाई कति नजिकबाट चिन्दैछौँ भन्ने कुरा चाहिँ म तपाईँलाई बताउँदैछु। यदि तपाईँलाई साँच्चै प्रभुलाई यति नजिकबाट तपाईँले चिन्नु भएको छ भने तपाईँको जीवनको सबै कुरा तपाईँले सजिलै गर्न सक्नुहुन्छ के। कुनै एउटा यस्तो थोक छैन प्रभु गर्नै सक्नुहुन्न क्या। हालेलुया। कुनै पनि एउटा थोक यस्तो एउटा चिज छैन अथवा एउटा कुनै पनि यस्तो एउटा कुरा छैन जुन प्रभु गर्नै सक्नुहुन्न। प्रभुले सक्थो गर्न सक्नुहुन्छ जब तपाईँले प्रभुलाई नजिकबाट चिन्नुहुन्छ, जब प्रभुलाई तपाईँले घनिष्ठ रूपमा चिन्नुहुन्छ अनि तपाईँलाई थाहा हुन्छ प्रभुले गर्न नसक्ने संसारमा एउटा पनि थोक छैन। आमेन। यदि एउटा पनि थोक छैन भने प्रभुले गर्न नसक्ने, अरे संसारमा असम्भव भन्ने के छ रहेछ त? संसारमा असम्भव भन्ने त केही छैन रहेछ त। असम्भव हुनुको कारण त तपाईँले मेरो विश्वासको कारणले हो रहेछ, तपाईँले मैले प्रभुलाई चिन्नु नसकेको कारणले हो रहेछ। किन हाम्रो जीवनमा शक्तिशाली कुरा नभएको, किन हाम्रो जीवनमा मात्र आश्चर्य कर्महरू नभएको, किन हामी एउटा महिमादेखि अर्को महिमा बग्न नसक्यो, किन हाम्रो जीवनबाट थुप्रै कुराहरू नभएको, त्यो एउटै कारण तपाईँले मैले यसो प्रभुलाई अहिलेसम्म चिनेकै छैन कि नजिकबाट। चिनेका त छौँ तर हरेकले आफ्नै प्रकारले, कसैले अलि धेरै, कसैले अलि थोरै, कसैले अहिले गहिरो रूपमा, कसैले बाहिर बाहिरै, कसैले लम्बाइमा, कसैले चौडाइमा, कसैले उचाइमा, हामीले फरक प्रकारले चिनेका छौँ। तर याद गर्नुहोस्, तपाईँले जति धेरै गहिरो रूपमा प्रभुलाई चिन्नुहुन्छ तपाईँको जीवनबाट त्यति गहिरो कुरा प्रभुले खोल्न चाहनुहुन्छ अनि त्यति गहिरो कुरा प्रभु गर्नुहुन्छ कि तपाईँको जीवनबाट। त्यति महिमाको कुराहरू, त्यति हाई लेभलको कुराहरू तपाईँको जीवनबाट गर्नुहुन्छ प्रभु। संसारमा जब हामीले हेर्छौँ नि थुप्रै संसार हाँक्ने मानिसहरू छ, अहिले नाम चलेको, नाम्चिसकेका मान्छेहरू छ, लाखौँ विश्वासी भएको पास्टरहरू छ। जब तपाईँलाई मैले उहाँहरूलाई हेरेँ, उहाँको गवाईलाई जब हामी हेर्छौँ नि, उहाँहरूको सम्बन्ध प्रभुसँगको सम्बन्ध यति घनिष्ठ छ नि, यति नजिकबाट प्रभुलाई चिन्नुभएको छ नि, त्यस कारणले गर्दा उहाँहरूको सेवकाई त्यो लेभलमा पुगेको के। यदि तपाईँले मैले ठुलो कुरा गर्ने हो भनेदेखि, तपाईँले मैले धेरै कुरा गर्ने भनेदेखि प्रभुलाई नजिकबाट चिन्नुपर्छ, विश्वासमा खडा हुनुपर्छ। प्रभु आफै गर्नुहुन्छ क्या। आमेन। प्रभु आफै गर्ने हो क्या। हामी त यस प्रभु म रेडी छु भन्ने मात्रै हो। तपाईँले मेरो बलले, बुद्धिले, हाम्रो समझ शक्तिले, हाम्रो ट्यालेन्टले, हाम्रो खुबीले केही पनि हुनेवाला छैन संसारमा। तपाईँ र म त एउटा कामदार हौँ, प्रभुले दिएको जिम्मालाई यस प्रभु म रेडी छु भनेर खडा हुने मात्रै हो। विश्वासको साथमा जब खडा हुन्छौँ प्रभु आफै गर्ने हो सबै कुरा। त्यसले गर्दा प्रियहरू, तपाईँ र मैले प्रभुलाई कति नजिकबाट चिन्दैछु यो चाहिँ महत्त्वपूर्ण कुरा हो। हालेलुया, हालेलुया। उतै निदाउँदै त हुनुहुन्न नि कोही कोही, ल प्रभुलाई धन्यवाद होस्। सुन्दै त हुनुहुन्न, सबै सुन्दै हुनुहुन्छ। प्रियहरू, तपाईँले मैले ख्रिस्टमाथि जरा गाडौँ, अझै ख्रिस्टमाथि हामी निर्माण हुँदै जाउँ, ख्रिस्टमाथि बनिँदै जाउँ। कलसी 2:7 हेऱ्यो भने मजा लेखेको छ। त्यहाँ यस्तो लेखेको छ, धन्यवाद दिनमा प्रशस्त हुँदै तिमीलाई शिक्षा दिए बमोजिम, उहाँमा जरा गाडेका, निर्माण भएका र विश्वासमा दरिला भएकाहरू हो। पहिलो कुरा हेरेर के भन्छ भने उहाँमा जरा गाडिएकाहरू, ख्रिस्टमाथि जरा गाडिएकोहरू। अनि ख्रिस्टमा जरा गाडिनु चाहिँ चान्जुन कुरो होइन प्रियहरू। जति धेरै गहिरो रूपमा तपाईँको मेरो जरा ख्रिस्टमाथि गाडिन्छ नि, आत्माको जरा हो, त्यति धेरै तपाईँ र म चाहिँ मौलाउँछौँ क्या। हालेलुया। जति धेरै जरा तपाईँ र मेरो ख्रिस्टमाथि गाडिन्छ त्यति धेरै तपाईँ र म झाँगिन्छौँ क्या सेवकाहरूमा। जति धेरै जरा ख्रिस्टमाथि हाम्रो गाडिन्छ नि त्यति धेरै हाम्रो उचाइहरू त्यति माथि जान्छ क्या। तपाईँलाई देख्नु भएको छ होला नि, तपाईँ जब जुन बिरुवाको जरा जति धेरै तल गएको छ त्यति धेरै माथि गएको छ। जति धेरै अग्लो बिरुवा हुन्छ नि, चौडामा फेजेको बिरुवाको जरा त्यति धेरै फेजेको हुन्छ प्रियहरू। अनि जुन बिरुवा सोचो छ, जुन बिरुवा सानो छ, त्यसको जरा तपाईँले उखालेर हेर्नुभयो भने नि सानो 1 बित्ता 4 इन्ची पनि हुँदैन के, सानो सानो बिरुवा। जति धेरै बिरुवाको जरा तल
जमिनमा गाडेको हुन्छ त्यति धेरै मौलाउँछ, त्यति धेरै झाँगिन्छ। अनि तपाईँ र मेरो जीवनमा पनि जब तपाईँ र मैले ख्रिस्टमाथि जति हाम्रो जरा गाडिन्छ नि प्रियहरू, हाम्रो विश्वासको जगहरू जति धेरै बन्छ नि प्रियहरू, त्यति धेरै हामी मौलाउँदै जान्छौँ सेवकाईमा, व्यवसायमा, बिजनेसमा, हाम्रो पढाइमा, हाम्रो जागिरमा, जुनसुकै क्षेत्र होस्। तपाईँलाई जे कुरा प्रभुले तपाईँलाई दिनुभएको छ त्यो क्षेत्रमा तपाईँ यति धेरै बढ्नुहुन्छ नि, तपाईँलाई कसैले भेट्न सक्दैन के, तपाईँलाई कसैले पनि उछिन्न सक्दैन। किन भन्दा तपाईँ र मैले ख्रिस्टलाई त्यति धेरै नजिकबाट चिनेको छु, अनि तपाईँ र मेरो जरा चाहिँ त्यति मजाले गाडेको हुनसक्छ। अनि यहाँ दोस्रो कुरा भन्छ निर्माण भएका। निर्माण हुनु चाहिँ चान्चुने कुरो होइन प्रियहरू, बनिनु हो निर्माण हुनु भनेको चाहिँ। बनिनु भनेको नि रेडी हुनु, तयारी सबै ठोक ट्याक टुक पारेर रेडी, अब चाहिँ ठिक अब गर्नुपर्ने केही थोक छैन क्या। जब तपाईँ बनिनुहुन्छ अनि तपाईँ र म बनिन्छौँ नि ख्रिस्टमाथि, अनि हामी अब चाहिँ कुद्न थाल्छौँ प्रभुको राज्यमा। अब हामी के कुरा गर्न थाल्छौँ प्रभुको राज्यमा। आमेन। अनि तेस्रो कुरा बाइबलले भन्छ विश्वासमा दरिलो भएकाहरू। यो विश्वासमा दरिलो हुनु चाहिँ नि सबैको बसको कुरो होइन रहेछ क्या। यो विश्वास नि सबै एउटै खालको स्थिर हुँदैन प्रियहरू। तपाईँ र मेरो विश्वास अहिले जे छ नि भोलि त्यस्तो हुँदैन। भोलि तपाईँ र मेरो विश्वास घडबड हुन्छ। आज तपाईँको मेरो जुन विश्वास छ नि त्यो विश्वास सबै एउटै लेभलको हुँदैन। हरेक जीवनमा हरेक दिन हाम्रो विश्वास त घडबड हुन्छ। त्यही भएर बाइबलले के भन्छ विश्वासमा दरिलो हौ भन्छ क्या। दरिलो हुनु भनेको चाहिँ घडबड नहुनु हो, अझ बढ्नु मात्रै हो क्या। आमेन। जब तपाईँहरूमा विश्वासमा दरिलो हुँदैनौँ, विश्वासमा हामी स्थिर हुँदैनौँ नि, आज जुन तपाईँ र मेरो जीवन सेवकाई छ त्यो नहुन सक्छ क्या भोलिको दिन, यदि तपाईँ विश्वासमा दरिलो हुनु भएन भने। यदि म विश्वासमा दरिलो छैन भने नि मेरो सेवकाई चाहिँ अहिले जस्तो छ नि अबको 5 वर्षमा यस्तो नहुन सक्छ के। तर म विश्वासमा दरिलो छु भने मेरो सेवकाई अब बढ्दै जान्छ, घट्दै होइन। किनभने मेरो जग चाहिँ ख्रिस्टमाथि बनेको हुन्छ क्या। आमेन। बाइबलले भन्छ ख्रिस्टमाथि जरा गाडेका, निर्माण भएका अनि विश्वासमा दरिलो भएकाहरू हो। प्रिय जवानहरू, आजको बेलुका तपाईँलाई मेरो एउटै उत्साह, ख्रिस्टलाई तपाईँले कति नजिकबाट चिन्दै हुनुहुन्छ त्यो तपाईँको व्यक्तिगत जीवनको लागि एकदमै महत्त्वपूर्ण कुरा हो प्रियहरू। ख्रिस्टसँगको तपाईँको सम्बन्ध कति नजिक छ, तपाईँले के गर्दै हुनुहुन्छ भन्ने कुराले प्रभाव पार्दैन, त्यसले माइन्ड राख्दैन। तर ख्रिस्टसँग तपाईँ कति नजिक हुनुहुन्छ भन्ने कुराले नि ठुलो जीवनमा प्रभाव ल्याउँछ प्रियहरू। तपाईँले कत्रो सेवकाई गर्दै हुनुहुन्छ भन्ने कुराले नि, तपाईँले कत्रो व्यवसाय गर्दै हुनुहुन्छ भन्ने कुराले प्रभाव ल्याउँदैन। तर ख्रिस्टसँग तपाईँको सम्बन्ध कति नजिक छ भन्ने कुराले नि तपाईँको जीवनमा ठुलो प्रभाव ल्याउँछ क्या। धेरै धेरै ठुलो सेवकाई गर्ने मान्छेहरू ख्रिस्टसँग सम्बन्धमा नभएको कारणले गर्दा, धेरै धेरै ठुलो व्यवसाय गर्ने मान्छेहरू धेरैचोटि तपाईँले देख्नुभएको होला नि सेवकाई छोडेर जानु परेको, सेवकाई छोड्नु परेको, थुप्रै केसमा फसेको होइन, व्यभिचारको केसहरूमा, ड्रग्सको केसहरूमा, थुप्रै केसमा। किनभने उहाँले ख्रिस्ट प्रभुसँगको सम्बन्धलाई जस्तै निर्माण गर्दै लानुपर्ने, बनाउँदै लानुपर्ने उहाँले सक्नु भएन के। आज जवान पुस्ताले धेरै हामी गर्न चाहन्छौँ, हामी धेरै कुराहरू देख्न चाहन्छौँ, एकदमै राम्रो कुरो हो। तपाईँको जीवनमा धेरै कुरा भएको तपाईँले चाहनुहुन्छ, मैले पनि मेरो जीवनमा यति ठुलो कुरा होस् भन्न चाहन्छु, संसार राख्न चाहन्छौँ। तर याद गर्नुहोस् जब तपाईँ र मेरो सम्बन्ध ख्रिस्टसँग ठिक छैन भने नि हामी केही गर्न सक्दैनौँ होला। अहिले केही गरिराख्यो होला, गरिरहेछौँ होला, हाम्रो बलले, हाम्रो बुद्धिले, हाम्रो ताकतले गर्दैछौँ होला। तर ख्रिस्टसँग हाम्रो सम्बन्ध गहिरो छैन भने, ख्रिस्टसँग हाम्रो सम्बन्ध त्यति घनिष्ठ छैन भने नि हाम्रो गराइ चाहिँ स्थिर रहन्न। केही दिन, केही महिना, केही वर्ष टिक्ला, त्यसपछि हाम्रो सेवाकाई चाहिँ बिस्तारै डाउन हुँदै जान्छ। तर ख्रिस्टसँगको सम्बन्धमा तपाईँ दैनिकी बनिँदै जानुहुन्छ नि तपाईँको सेवाकाई पनि बिस्तारै मौलाउँदै जान्छ प्रियहरू। तपाईँ एउटा महिमादेखि अर्को महिमामा जानुहुन्छ, एउटा लेभलदेखि अर्को लेभलमा। बाइबलले भन्छ ख्रिस्टको दुलही चाहिँ यस्तो प्रकारले तपाईँ सिँगारिनुहुन्छ नि, दुलाएर जाँदैन वाह मेरो दुलही। आमेन। त्यसले गर्दा तपाईँ र म चाहिँ एकदम विचार गरौँ प्रियहरू, जवानहरू एकदम विचार गरौँ। तपाईँले यूहन्नाको 15 अध्यायमा हेर्नुभयो भने ख्रिस्ट येशूले भन्नुभयो जो हाँगा मसँग रहन्छ त्यसले चाहिँ फल फलाउँछ क्या। आमेन। जुन हाँगा मसँग सधैँ जोडेर रहन्छ त्यसले फल फलाउँछ। जुन हाँगा मदेखि टाढा हुन्छ त्यसले केही गर्न सक्दैन, किनभने त्यो त सुकिहाल्छ नि। यसो प्रभु आफैले भन्नुभयो त्यसले गर्दा ममा रहो, म तिमीमाथि रहन्छु अनि तिमी धेरै फल फलाऊ।
यूहन्ना 15 अध्यायमा हेर्यो भने यसो प्रभु आफैले भन्नुभयो। अनि उहाँमा रहनु भनेको चाहिँ, उहाँसँग जोडिनु भनेको चाहिँ, उहाँमा निर्माण हुनु भनेको चाहिँ हामीलाई थाहा छ ख्रिस्टसँग हामी बनिनु हो। आमेन। ख्रिस्टलाई नजिकबाट चिन्नु हो, ख्रिस्टलाई नजिकबाट जान्नु हो, ख्रिस्टसँगको सम्बन्धलाई घनिष्ठ बनाउनु हो। यो तपाईँ र मेरो सम्बन्धहरू, तपाईँ मेरो जीवनमा यो कुराहरू हुँदैछ भनेदेखि नि, अनि तपाईँ र मेरो जुन यो कुराहरू भइरहेको छ भनेदेखिलाई नि एकदमै बेस्ट कुरा हो। आमेन। त्यसको गर्दा मेरा प्रियहरू, हामी यस्तो सम्बन्ध बनाउने ख्रिस्टसँग, यस्तो सम्बन्धमा जाउने ख्रिस्टसँग, यस्तो घनिष्ठतामा बनाउने निर्माण हुने प्रियहरू, ताकि हाम्रो जीवनको सेवाकायहरूमा, हाम्रो जीवनको विभिन्न क्षेत्रमा त्यो लेभलमा हामी पुग्न सकौँ जुन लेभल तपाईँ र मैले सोचेकै छैनौँ। प्रभुले त्यो लेभल चाहिँ हामीलाई दिनुहुन्छ प्रियहरू। तर आज धेरैचोटि समस्या मण्डलीमा अनि जवान पुस्तामा त्यो समस्या भइरहेको छ। हामीले ख्रिस्टलाई जसरी चिन्नुपर्ने त्यसरी चिन्न नसकेको कारणले गर्दा, हामीले ख्रिस्टलाई जसरी जान्नुपर्ने त्यसरी नजानेको कारणले गर्दा आज मण्डली जुन महिमामा बग्नुपर्ने हो, आज मण्डली जुन स्थानमा पुग्नुपर्ने हो, आज मण्डली जुन अभिषेकमा बग्नुपर्ने हो, आज मण्डली जुन शक्तिमा हुनुपर्ने हो, अनि आज मण्डली जुन विश्वासमा खडा हुनुपर्ने त्यहाँ चाहिँ हुन सकेको छैन। मैले अघि पनि भने तपाईँलाई चोक चोक गल्ली गल्लीमा शक्तिशाली कुरा हुँदैछ, तर चर्चभित्र किन नभएको? एकजना पास्टरले भन्नुहुन्थ्यो सबै फायर भन्नेहरू चाहिँ फायर आफै फायर नभएको पनि हुनसक्छ र के। धेरै पवित्र आत्माको सेवकाई भन्ने मान्छे आफै पवित्र आत्माले नभरेको पनि हुनसक्छ अरे के। बुझ्दै हुनुहुन्छ नि? धेरै वचनको सेवकाई गर्नेहरू आफैले वचनको आज्ञाकारितामा नजिएको पनि हुनसक्छ। तर सबैभन्दा ठुलो कुरो चाहिँ तपाईँ र मेरो सम्बन्ध जब ख्रिस्टसँग बनिँदै जान्छ नि प्रियहरू, ख्रिस्टसँग हाम्रो सम्बन्ध यति धेरै निर्माण हुँदै जान्छ नि, अब हामी जब बनिन्छौँ नि ख्रिस्टसँग, अनि हाम्रो सेवक आफै बढेर जाने हो के। प्रभुले भन्नुभयो यशायाको पुस्तकमा, तेरो पालहरू तन्का। मैले विचार गर्दै थिएँ त्यो पालहरूलाई तन्का, तेरो किल्लाहरूलाई अझ टाढोसम्म फेस भन्दै गर्दा मैले त्यो कुरालाई यसो विचार गर्दै थिएँ, के हो त पाललाई तन्काउनु भनेको चाहिँ। अब सेवकाई चाहिँ ठुलो ठुलो एरियामा सङ्गति नयाँ नयाँ ठाउँमा झुन्ड खोल्नलाई कुद्नु हो होइन रहेछ कि। पाल तन्काउनु भनेको नि विश्वासलाई बढाउनु हो रहेछ। विश्वासलाई बढाउनु भने ख्रिस्टसँग सम्बन्धमा जानु हो रहेछ कि। जब ख्रिस्टसँग नजिक हुन्छ अनि ख्रिस्टसँगको सम्बन्धमा जब घनिष्ठ हुन्छौँ नि, जब हाम्रो विश्वास बढ्छ नि, त्यसपछि हाम्रो क्षमतालाई प्रभु जान्नुहुन्छ। अनि तपाईँको क्षमता र ट्यालेन्ट खुबी अनि तपाईँको वरदानलाई जब प्रभुले जान्नुहुन्छ अनि प्रभुले तपाईँ त्यो स्थान त आफै दिनुहुन्छ क्या। आमेन। त्यसो गर्दा आजको दिन तपाईँलाई मेरो उत्साह, यसको अर्थ म चाहिँ सबै कुरा पर्फेक्ट छु होइन नि प्रियहरू। म पनि बनिँदैछु, म पनि ख्रिस्टसँग निर्माण हुँदैछु। मेरो जरा चाहिँ ख्रिस्टमाथि म गाड्दैछु अझै पनि। म पनि हरेक समय ख्रिस्टसँगको सम्बन्धमा मैले ख्रिस्टलाई अझ नजिकबाट चिन्ने कोसिस गर्दैछु। अझ नजिकबाट ख्रिस्टसँग घनिष्ठतालाई मैले अझ बढाउने कोसिस गरिरहेको छु। किनभने मलाई थाहा छ प्रभुलाई मैले जति नजिकबाट चिन्छु नि त्यति धेरै मेरो सेवकाई प्रभुले वृद्धि गर्दै लानुहुन्छ। प्रभुलाई मैले जति धेरै नजिकबाट चिन्छु नि त्यति धेरै अभिषेक चाहिँ प्रभुले मलाई दिनुहुन्छ क्या। धेरै ठुलो कुरा गर्नुभन्दा नि प्रभुसँगको सम्बन्धमा, प्रार्थनामा, वचन अध्ययनमा, उपवासमा, सङ्गतिमा, विश्वासमा जब हामी खडा हुँदै जान्छौँ नि अनि हामी बनिँदै जान्छौँ नि, एक दिन यस्तो दिन आउँछ तपाईँ र मसँगको साथीले अरे वाह कसरी भयो यस्तो, अनि तपाईँ र मलाई थाहा हुन्छ ख्रिस्टसँगको सम्बन्धले। आमेन। ख्रिस्टसँगको सम्बन्धले चाहिँ यस्तो कुरा भएको। त्यसले प्रियहरू, तपाईँलाई मेरो एउटै उत्साह यही हो कि ख्रिस्टसँगको सम्बन्धलाई यति घनिष्ठ बनाउनुहोस् जसरी यहाँनिर चाहिँ ती मानिसहरूले यसो ख्रिस्टलाई चिनेनन् अनि उनीहरूले भन्छन् यो सिकर्मी त हो नि, यो मरियमको छोरो होइन, कसरी यसले यस्तो आश्चर्य कर्म गर्न सकेको। चिनेनन्। लाज मरिएको ठाउँमा मानिसले यसोलाई चिन्नै सकेनन्। यत्रो भिड, सँगै खाएको, सँगै डुलेको, सँगै हिँडेको चेलाहरू त यसोलाई चिनेनन्। बेला बेला भूत भन्दै कराउँदै भाग्यो होइन। तपाईँलाई देख्नु, जब बाइबलमा हेऱ्यो भने जब यसु ख्रिस्ट चिहानबाट बौरेर उठ्नुभयो अनि यसु ख्रिस्ट बौरेर उठिसकेपछि स्वर्गदूतले जब चेलाहरूलाई यो खबर दिनुभयो अनि तर थोमाले चाहिँ विश्वास गरेनन् होइन। कसरी हुनसक्छ, प्रभु बिउतेको हुनै सक्दैन नि। यदि हो भने मैले उहाँको त्यो
उहाँको काटी ठोकेको हातमा अनि उहाँको कोखामा मैले जबसम्म आफ्नो औँला चोप्दैन तबसम्म विश्वासै गर्दैन। प्रभु वारपार पर्खालबाटै स्वाटै भित्र आएर भन्नुभयो, लु हेर मेरो हातहरू, यो हात होइन मैले काटिरहेको। थोमाले जबसम्म देखेन तबसम्म विश्वासै गरेन। धेरैचोटि हामीले पनि प्रभुलाई चिनेका छैनौँ प्रियहरू, हामीले चिन्न सक्दैनौँ। धेरैचोटि हामीले प्रभुलाई सामान्य हाम्रो विचार